र अर्को गल्ती चाहिँ के गर्नुहुन्छ भनेपछि जस्तै एउटा फेसमा 3टा डन्डी चाहिँ देख्न सक्नुहुन्छ हैन। अब कुनै कुनै ठाउँमा के गर्नुहुन्छ जुन यो बिचको डन्डी छ वरपर राखिदिनुहुन्छ कि यताउति राखिदिनुहुन्छ। यो बिचको डन्डी जहिले पनि यो 2टा डन्डीको बिचमा चाहिँ हुनु पर्यो, सेन्टरमा हुनु पर्यो कि सेन्टरको डन्डी सेन्टरमै चाहिँ हुनु पर्यो, यताउति चाहिँ सरेको चाहिँ हुनु भएन। त्यो कुरा चाहिँ हामीले चाहिँ एकदम चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। प्राय रेसिडेन्सियल बिल्डिङमा चाहिँ के हुन्छ भनेपछि 8वटा डन्डी हुन्छ, कुनै कुनै ठाउँमा बेसी पनि आउन सक्छ हैन। अब 8वटा डन्डीमा चाहिँ के गर्नु पर्यो, 4वटा डन्डी चाहिँ सानो काट्नु पर्यो र 4वटा डन्डी चाहिँ लामो काट्नु पर्यो, 4वटा हैन। अब यो 4वटा डन्डी 8वटा डन्डी चाहिँ एक ठाउँमा चाहिँ हुनु चाहिँ भएन, तपाईको अलिकति पनि दूरीमा हुनु भएन, अलिकति 4वटा डन्डी चाहिँ लामै चाहिँ राख्नुपर्ने हुन्छ, 4वटा चाहिँ छोटो चाहिँ राख्नु पर्यो। अब पिलरको रिङको बारे चाहिँ हामी कुरा गरौँ। जस्तै यो चाहिँ भित्री रिङ भयो, डायमन्ड रिङ भयो, यो चाहिँ तपाईको मेन रिङ भयो। मेन रिङको साइज चाहिँ 14 इन्चीको पिलर छ भने 1.5 इन्ची यता कभर छोड्नु पर्यो हैन। अब 1.5 इन्ची कभर छोडिसकेपछि तपाईको टोटल कभर कति भयो, 3 इन्ची। अब 14 इन्ची माइनस 3 गर्यो भने 11 इन्ची भनेपछि 11 इन्चीको चाहिँ यो चाहिँ बाहिरी चाहिँ 11 इन्ची चाहिँ हुनु पर्यो। यसरी चाहिँ हुनु पर्यो बोथ साइड। र जुन यो सेकेन्डरी रिङ छ यो चाहिँ हाम्रो 8.5 इन्चीको हारारी चाहिँ राख्नुपर्ने हुन्छ, यसरी नाप्दाखेरि चाहिँ हुनु पर्यो हैन। अब रिङ बनाउँदाखेरि हामीले यो कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। रिङ बाँध्ने बेला अथवा पिलरको डन्डी बाँध्ने बेला यी सबै गल्तीहरू नै हुन्छ साइडमा। यो सबै गल्तीहरूले चाहिँ मिनिमाइज गरेर चाहिँ काम चाहिँ गर्नुपर्ने हुन्छ। यति भन्दै म आज बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।